भर्खरै 24 वर्ष पुगेका रमेशको हातमा त्रिभुवन विश्वविद्यालयबाट पाएको ब्याचलरको प्रमाणपत्र छ। गाउँमा आमाबुवाले छोरोले डिग्री सक्यो भनेर छरछिमेकमा खुसी हुँदै मिठाई बाँडिसके। रमेश आफै पनि उत्साहित थिए। उनलाई लागेको थियो वर्षौंको मेहनत सफल भयो, अब एउटा राम्रो जागिर पाइनेछ, परिवारको ऋण तिरिनेछ र जिन्दगीले नयाँ मोड लिनेछ। तर त्यो विश्वास र खुसी धेरै दिन टिकेन। केही हप्तापछि रमेश हातमा बायोडाटा बोकेर काठमाडौँका साना ठुला अफिसहरू धाउन थाले। हरेक ठाउँमा उनलाई उही दुई प्रश्न सोधिन्थे, अनुभव के छ र त्यसपछि हाम्रो बजेट महिनाको 15,000 मात्रै हो। एक दिन रमेशले आफ्नो कोठामा बसेर हिसाब निकालेछन्। 4 वर्षको कलेज फी 6 लाख, काठमाडौँमा बसेर खाएको खर्च 4 लाख, जोड्दा जम्मा 10 लाख रुपियाँ पुगेछ र त्यसको साटो उनलाई अफर गरिरहेको जागिर महिनाको 15,000 मात्र थियो। 10 लाखको लगानी लगाएर पाएको प्रतिफल मात्र 15,000 हुँदै थियो। रमेश न त्यो जागिर मन लगाएर स्वीकार्न सक्थे, न पछाडि फर्कने बाटो नै थियो। उनी एउटा अदृश्य घेरामा फसेका थिए, जहाँ न त शिक्षाले उनको जिन्दगी बदल्न सक्यो, न त शिक्षाकै नाममा खर्चिएको पैसाले उनलाई त्यहाँबाट निस्कन दियो। यो सबै कुरा नेपाली शिक्षाको जालका कारण भइरहेको थियो, यानि कि एजुकेसन ट्र्यापका कारण। र रमेशको यो कथा उनको एक्लैको भोगाई पनि होइन, यो आज नेपालका लाखौं युवाको साझा यथार्थ बनिसकेको छ। यस भिडियोमा हामी त्यही यथार्थको जरासम्म पुग्ने प्रयास गर्नेछौँ। कसरी एउटा डिग्रीले सपना देखाउँछ, कसरी त्यो सपना ऋणमा परिणत हुन्छ र किन हजारौं युवा अनन्त आफ्नै देश छाडेर विदेशिन बाध्य हुन्छन्। रमेश एक्लै होइनन्, उनी नेपालको एउटा ठूलो र बढ्दो संख्याको एउटा अनुहार मात्र हुन्। नेपालमा स्नातक तह उत्तीर्ण गरेका युवाहरूमा बेरोजगारी दर 20 देखि 30% सम्म पुगेको छ। भनौं हरेक 4 जना विद्यार्थीमा डिग्री गरेका युवा मध्ये लगभग 1 जना कि त बेरोजगार छन् कि त आफ्नो योग्यता भन्दा तल्लो काम गरिरहेका छन् र यो संख्या स्थिर छैन। हरेक वर्ष झन्डै 5 लाख युवा श्रम बजारमा प्रवेश गर्छन्, तर त्यस क्षेत्रमा मुस्किलले 50,000 मात्र रोजगारी सिर्जना हुन्छ। बाँकी 4.5 लाख युवाहरूका लागि प्रश्न रहिरहन्छ, अब कहाँ जाने, यो खाडल किन बन्यो भनेर बुझ्न हामीले नेपालको उच्च शिक्षा प्रणालीभित्र हेर्नुपर्छ। नेपालका 85% भन्दा बढी विद्यार्थीले पढ्ने त्रिभुवन विश्वविद्यालय आज राजनीतिक हस्तक्षेप र अनिश्चित परीक्षा तालिका र दशकौं पुरानो पाठ्यक्रमको बोझमुनि थिचिएको छ। बजारले खोजेको सिप र कलेजले सिकाउने कुराबीचको खाडल यति ठुलो बनिसकेको छ कि 45% स्नातकहरू आफूले पढेको विषयभन्दा सम्बन्ध नै नभएको क्षेत्रमा काम गर्न बाध्य छन्। अर्कोतिर 60% भन्दा बढी रोजगारदाताहरू, रोजगार दिने व्यक्तिहरू आफूलाई चाहिने सिप भएको जनशक्ति नै नपाएको गुनासो गर्छन्। एउटै देशमा एकातिर योग्य जनशक्ति नपाएर रोजगारदाता रोइरहेका छन्, अर्कोतिर उही योग्यता बोकेका लाखौं युवाहरू बेरोजगार भएर बसिरहेका छन्। यो प्रणाली र पद्धतिकै कारण नेपालको शिक्षा प्रणालीको सबैभन्दा गहिरो घाउ बनेको छ। अनि प्राविधिक शिक्षाको अवस्था के छ त त्यो पनि हेरौँ। नेपालमा प्राविधिक तथा व्यावसायिक तालिम दिने संस्थाहरू त छन्, तर विडम्बना ती संस्थाहरू उपलब्ध सिट मध्ये झन्डै आधा हरेक वर्ष खाली नै रहन्छन् र ती प्राविधिक शिक्षा प्राप्त गरिरहेका विद्यार्थी कहिले पनि प्र्याक्टिकल गर्न पाउँदैनन् र सिपको सट्टा उनले पनि त्यही सर्टिफिकेट मात्र प्राप्त गर्छन्। हाम्रो समाजले प्राविधिक सिपलाई अझै पनि तल्लो दर्जाको काम मान्छ र विश्वविद्यालयको डिग्रीलाई नै इज्जतको कुरा ठान्छ। तुलना गरौँ स्विजरल्यान्ड जस्तो विकसित मुलुकमा अनिवार्य शिक्षा विद्यालय शिक्षा सकिएपछि 70%ले प्राविधिक तालिम र व्यावसायिक सिप सिक्ने गर्छन् र त्यो व्यावहारिक सिप उनको पहिलो होइन, दोस्रो विकल्प पनि होइन, उनको सर्वोत्कृष्ट विकल्प रहने गर्छ। तर यसैको सट्टा नेपालमा भने डिग्री नभए इज्जत नै छैन भन्ने मानसिकताले लाखौं युवालाई त्यही कलेजतिर धकेल्छ र त्यहाँ न त राम्रो सिप मिल्छ न त जागिरको ग्यारेन्टी नै हुन्छ। र जब यी डिग्री प्राप्त युवाहरू पनि जागिर पाउँदैनन् र तिनीहरूको अर्को गन्तव्य हुन्छ लोकसेवा आयोग। तर यसमा पनि विडम्बना के छ भने त्यस डिग्री प्राप्त गर्दासम्म पढेको सिलेबस र लोकसेवा आयोगको सिलेबस बिल्कुलै फरक छ। सरकारी जागिरको सुरक्षा र प्रतिष्ठाको आशमा ऐसी मात्र न्यूनतम योग्यता तोकिएका खरिदार जस्तो तल्लो पदका लागि समेत ब्याचलर र मास्टर्स गरेका हजारौं युवाले आवेदन दिन्छन्। 35 वर्षको उमेर हदसम्म आफ्ना सबैभन्दा उत्पादनशील वर्षहरू धेरैले तयारी कक्षा र परीक्षाकै पर्खाइमा खर्चिन्छन्। यसरी नेपालको युवा पुस्ता तीनवटा बन्द ढोकाको बीचमा उभिन्छ। न त प्राविधिक शिक्षाले इज्जत दिन्छ, न विश्वविद्यालयको डिग्रीले जागिर दिन्छ, न सरकारी जागिरको ढोका सजिलै खुल्छ। बाँकी एउटै बाटो रहन्छ, देश छोडेर विदेश जाने। यही ठाउँबाट सुरु हुन्छ नेपालको सबैभन्दा ठुलो पलायन, बौद्धिक पलायन।
आज नेपालमा कलेज उमेरका झन्डै 19% विद्यार्थी अध्ययनको नाममा देश छोड्छन्। 2018 देखि 2025 को बीचमा मात्रै 5,43,000 भन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश पढ्ने अनुमति लिइसकेका छन् र यो संख्या हरेक वर्ष बढिरहेको छ। पैसाको हिसाबले हेर्दा तस्बिर झनै चकित पार्ने खालको छ। पछिल्लो आर्थिक वर्ष मात्रै झन्डै वैदेशिक शिक्षाका नाममा 138 अर्ब रुपियाँ भन्दा बढी नेपालबाट बाहिरिएको छ। 6 वर्ष अघिको तुलनामा झन्डै तेब्बर बन्यो। यो रकम नेपालको अर्थतन्त्रबाट सिधै बाहिरिने बुझियो, प्राय फेरि नफर्कने गरी। विदेशको कुरामा पनि धेरै घटनाहरू यस्ता छन् जहाँ परिवारले पहिले लगानी गर्छ, धेरैजसो अवस्थामा जग्गा बेचेर वा ऋण लिएर र सन्तानलाई विदेश पठाउँछ। पछि विदेशमा कमाइने पैसाले त्यो लगानी र ऋण दुवै फिर्ता हुन्छ र अनन्त युवा डिप्रेसनमा जान्छ र यहाँ त आत्महत्या गर्छ, यहाँ त स्वदेश फर्कन्छ। तर यहीँनिर एउटा प्रश्न जन्मन्छ, यदि विदेश जानु साँच्चै समाधान हो भने त्यसपछि किन हजारौं परिवार र आफ्नो सम्पूर्ण लगानी गुमाएर आफ्नो छोराछोरी सहित फेरि अर्को जालमा फस्छन्? यो प्रश्नको जवाब खोज्न हामी काठमाडौँको पुतली सडक र नयाँ बानेश्वरका गल्लीहरूमा पुग्नुपर्छ, जहाँ बिहान 6 बजेदेखि हजारौं युवा एजुकेसन कन्सल्टेन्सीहरूको ढोकामा लाइन लाग्छन्। पोस्टरहरूमा हाँस्दै उभिएका विद्यार्थी देख्छन्, तर पोस्टरभित्रको वास्तविकता प्राय देखिँदैन र त्यो फरक हुन्छ। नेपालमा अहिले अनुमानित 5,000 कन्सल्टेन्सी सञ्चालनमा छन्, तर मन्त्रालयले तोकेको म्यादभित्र दर्ता नवीकरण गर्ने जम्मा 1,000 को हाराहारीमा मात्र छन्। बाँकी हजारौं अनौपचारिक रूपमै कुनै नियम र अनुमति बिना चलिरहेका छन्। यसको परिणाम के भयो थाहा छ तपाईलाई? मे 2026 मा काठमाडौँ उपत्यकाभर 95 कन्सल्टेन्सीमा प्रहरीले एक साथ छापा मार्यो। 69 सञ्चालक पक्राउ परे। त्यही समयतिर संयुक्त अरब इमिरेटमा फ्री जोन भित्र सञ्चालित नक्कली विश्वविद्यालयमा भर्ना गराएर 65 भन्दा बढी नेपाली विद्यार्थी ठगिएको घटना पनि बाहिर आयो। विद्यार्थीहरूलाई भनिएको थियो, तिमीहरू मान्यता प्राप्त विश्वविद्यालयमा भर्ना हुँदैछौ। वास्तवमा तिनीहरू कागजमै अस्तित्वमा रहेका संस्थामा फसेका थिए। यी घटना अपवाद होइनन्, यी त्यही ढाँचाका उदाहरण हुन् जुन ढाँचाले वर्षौंदेखि नेपाली परिवारको भरोसा र सम्पत्ति दुवै थिचिरहेको छ। तर सबैभन्दा मार्मिक कथाहरू सायद ती विद्यार्थी हुन् जो साँच्चीकै विदेश पुगिसकेका छन् र त्यहाँ गएर मात्र थाहा पाउँछन् सपना र यथार्थ बीचको दूरी कति गहिरो रहेछ भने। जापान जाने विद्यार्थीको कथाबाट सुरु गरौँ। सामान्यतया एउटा विद्यार्थीले जापान पुग्नु अघि नै 15 देखि 20 लाख कन्सल्टेन्सी र भाषा स्कुललाई तिरिसकेको हुन्छ। जापान पुगेपछि ऊ पहिले भाषा स्कुल, त्यसपछि भोकेसनल कलेजमा भर्ना हुन्छ। तर यथार्थमा धेरैजसो विद्यार्थीको ध्यान पढाइभन्दा पनि बढी काममा केन्द्रित हुन्छ, किनभने काम नगरी न त फीको जो हुन्छ, न त पैसाको बाँच्नकै लागि पैसा पुग्छ, अर्कोतिर ऋण पनि तिर्नु छ। एउटा अध्ययनले देखाए अनुसार जापानमा रहेका नेपाली विद्यार्थी मध्ये 97.5%ले पार्ट टाइम काम गर्छन् र ती मध्ये धेरैले कानुनले तोकेको हप्ताको 28 घण्टाको सीमा नागेर पनि काम गर्ने गरेको पाइएको छ। मासु प्याकिङमा लाइन घण्टौं लागेको हुन्छ र उनीहरू उभिएर काम गर्छन्। एउटै दिनमा 2 दिन फरक सहरहरूमा फरक फरक जागिर धाउने यस्ता कथाहरू पनि जापानमा रहेका नेपाली विद्यार्थीका लागि असामान्य होइनन्, दैनिकी नै बनिसकेका छन्। र यही थकान, यही दबावको बीचमा नेपाली विद्यार्थी कामदारहरूको मृत्युदर पनि चिन्ताजनक रूपमा उच्च रहेको भर्खरैको एउटा प्रतिवेदनले देखाएको छ। यहाँ प्रश्न यो होइन कि जापान खराब देश हो, प्रश्न यो हो किन एउटा विद्यार्थी भिसालाई नै मजदुर भिसाको विकल्पमा बदलिन दिइयो र किन यो प्रणाली भारमा सबैभन्दा बढी ती विद्यार्थीले बोक्नु पर्यो जसले पहिले नै आफ्नो सम्पूर्ण बचत लगानी गरिसकेका थिए। नेपाली विद्यार्थीको पहिलो रोजाइ जापान होइन, अस्ट्रेलिया हो, तर त्यसको कथा पनि उत्तिकै जटिल छ। अस्ट्रेलियामा घोस्ट कलेज अर्थात् नामका मात्र कलेजहरूको ठूलो सञ्जाल छ। यस्ता प्राइभेट भोकेसनल कलेजहरू कागजमा त विद्यार्थी भर्ना गराउँछन्, तर वास्तविक कक्षाहरू पनि हुँदैनन्। यी कलेजको वास्तविक उद्देश्य विद्यार्थीलाई पढाउनु होइन, उनीहरूको भिसा दिलाएर काम गर्न दिनु मात्र हो। लगभग 7 अर्ब डलर बराबरको त्यो प्राइभेट कलेजको क्षेत्रमा जम्मा 1/3 संस्था मात्र साँच्चै वैधानिक रूपमा चलेको अनुमान गरिन्छ। र सबैभन्दा चिन्ताजनक कुरा के हो भने नेपाल आज अस्ट्रेलियाको सबैभन्दा ठूलो अफसोर विद्यार्थी स्रोत बनिसकेको छ। विज्ञहरू यसैलाई लिएर चिन्तित छन् कि विद्यार्थी भिसा साँच्चै शिक्षाको लागि हो कि बिना अनुमति काम गर्ने एउटा वैकल्पिक बाटो मात्र बनिसकेको छ। जापान र अस्ट्रेलिया दुवैको कथा जोडेर हेर्ने हो भने एउटा ढाँचा स्पष्ट देखिन्छ, कन्सल्टेन्सी, विदेशी शैक्षिक संस्था र बिचौलिया सञ्जाल। यी तीनैको सँगै मिलेर विद्यार्थीको सपनालाई नै व्यापार वस्तु बनाइदिएका छन्। शिक्षा अब ज्ञान आर्जन गर्ने माध्यम रहेन,
यो त केवल सीमा प्राप्त गर्ने एउटा भिसाको परिणत भइसकेको छ र यही समयमा परम्परागत रूपमा सुरक्षित मानिने गन्तव्यहरूका ढोकाहरू पनि साँगुरिँदै गइरहेका छन्। यहाँ एउटा कुर विडम्बना लुकेको छ। जुन बेला परिवारले पहिले नै जग्गा बेचिसकेको हुन्छ, ऋण लिइसकेको हुन्छ र कन्सल्टेन्सीलाई पैसा तिरिसकेको हुन्छ, ठ्याक्कै त्यही बेला सुरक्षित ठानिएका गन्तव्य ढोकाहरू बन्द हुँदै जान्छन् र त्यसपछि तिनै परिवार बाध्य हुन्छन् झनै जोखिमपूर्ण र झनै कम नियमित विकल्पतिर फर्कन। ठ्याक्कै त्यही ठाउँमा जहाँ धेरै जसो ठगी हुन्छ। तर यो सम्पूर्ण कथाको सबैभन्दा दीर्घकालीन असर सायद भिसा वा जागिर होइन, ऋणमा छ, जुन विद्यार्थी फर्किसकेपछि पनि वर्षौंसम्म परिवारको काँधमा बसिरहन्छ। नेपाली बैंकहरूले शिक्षा ऋण दिँदा प्राय जग्गा वा घर धितो नै माग्छन् र ब्याज दर 9.5 देखि 16% सम्म हुन्छ। एउटा उदाहरण हेरौँ, 50 लाख रुपियाँको ऋण 11% ब्याजमा 10 वर्षमा तिर्ने हो भने मासिक किता झन्डै 68,800 रुपियाँ पर्छ र कुल तिर्नुपर्ने रकम 82,56,000 रुपियाँ पुग्छ, अर्थात् सापटी लिएको भन्दा 65% बढी। र यो ऋण पनि सबैका लागि उपलब्ध छैन। जग्गा नभएका ग्रामीण वा एकल अभिभावक परिवारका तर योग्य विद्यार्थीहरू यही शर्तका कारण नै बाहिरिन्छन्। उनीहरूको समस्या क्षमता होइन, धितो हो र जसले ऋण पाउँछन् तिनका लागि पनि यात्रा सजिलो हुँदैन। स्नातक सकेपछि नेपालमै राम्रो जागिर पाउन गाह्रो भएकाले जागिर पाएपछि ऋण तिर्छु भन्ने योजना नै धेरैका लागि एउटा अपुरो सपना बनेर रहन्छ। ऋण तिर्ने बोझले विवाह, घर जग्गा जस्ता जीवनका अरू ठुला निर्णय समेत वर्षौंपछि धकेलिन्छ। यसले हेर्दा बीमा मोडेलको यो तर्क जुन सुरुमा सुरक्षित र तार्किक देखिन्थ्यो, अनन्त एउटा जुवा बनेर रहन्छ, जहाँ परिवारले सबथोक दाउमा लगाउँछन् तर जित्ने ग्यारेन्टी कहिल्यै हुँदैन। तर यति धेरै जोखिम हुँदाहुँदै पनि परिवारहरू किन बारम्बार यही बाटो रोज्छन् त? यसको जवाब पैसा भन्दा पनि बाहिर समाजभित्र लुकेको छ। एउटा शैक्षिक अध्ययनले देखाए अनुसार जुन परिवारले आफ्नो जग्गा बेचेर सन्तानलाई विदेश पठाउँछ त्यो सन्तानले सफल हुनै पर्ने भारी दबाव बोक्नुपर्छ, किनभने पश्चिमी मुलुकहरूमा पढ्नु भनेको नेपाली समाजमा अझै पनि परिवारको इज्जत र हैसियतको प्रतीक मानिन्छ। विदेश गइसकेका साथीहरूले सामाजिक सञ्जालमा महँगा गाडीसँग राखेको फोटो हेर्दा पछि नपरौँ भन्ने डर पनि यो निर्णयलाई थप गति दिन्छ। तर यो कथाको अर्को छेउको छन् भन्ने थाहा छ तपाईहरुलाई, जो क्यामेरामा अधिकांश देखिँदैनन्? आमा बुवा, छोराछोरी विदेश पठाएका आमा बुवा एक्लोपन र मानसिक तनाव देखिने गरेको अध्ययनले पुष्टि गरेको छ। विशेष गरी जब छोराछोरी शारीरिक श्रम गर्नुपर्ने कामको पासोमा फसेका हुन्छन् र नियमित सम्पर्क टुट्छ। यसरी एउटा परिवारको सपनाले न त सन्तानलाई चैन दिन्छ न त पछाडि रहेका आमा बुवालाई। के यो अवस्था सधैँका लागि यस्तै रहन्छ त? पूर्ण रूपमा भन्न सकिँदैन। अप्रिल 2026 मा नेपाल सरकारले ल्याएको एउटा नीति र दस्तावेजमा उच्च शिक्षा सुधार्ने, पढ्दै कमाउने कार्यक्रम ल्याउने र योग्यताका आधारमा छात्रवृत्ति दिने, सिधै विद्यार्थीको बैंक खातामा पठाउने जस्ता प्रतिबद्धता गरेको छ। आगामी आर्थिक वर्षको नीतिले वैदेशिक रोजगारमाथिको निर्भरता घटाउने र रिमोट वर्क तथा प्रविधि निर्यातलाई विकल्पका रूपमा प्रवर्धन गर्ने लक्ष्य पनि राखेको छ र कन्सल्टेन्सी क्षेत्रमाथिको नियमन र कारबाही निरन्तर जारी छ। यही सबै सकारात्मक सङ्केत हुन्, तर नीति कागजमा लेखिनु र त्यो व्यवहारमा उत्रिनुमा धेरै फरक छ र लामो बाटो बाँकी छ र त्यो बाटो पार गर्ने जिम्मेवारी अब सरकारसँग छ, बालेन सरकारसँग, समाजसँग र हामीसँग, सबैसँग छ। अब फेरि फर्कौँ रमेशकै कथामा। रमेश न त विदेश गएका छन् न त उनको जीवनमा कुनै ठुलो मोडमा नै आएको छ। उनी अझै पनि काठमाडौँको कुनै कुनामा बायोडाटा बोकेर हिँडिरहेका छन्, वा सायद अब उनले पनि सोच्न थालेका छन् कुनै कन्सल्टेन्सीको ढोका ढकढकाउनु पर्नेछ, किनभने जब स्वदेशमा कुनै पनि ढोका खुल्दैनन् विदेश जानु एक मात्रै तर्कसङ्गत विकल्प जस्तो देखिन्छ, चाहे त्यो ढोका पछाडि के छ भन्ने थाहा नभएको होस्। रमेशको हातमा रहेको त्यो प्रमाणपत्रले उनलाई धोका दिएको छ। धोका दिएको छ त्यो प्रणालीले, जसले डिग्री मात्र बाँड्यो र सिप दिएन, तर त्यो डिग्रीलाई अर्थपूर्ण बनाउने बाटो बनाउन बिर्सियो, जसले प्राविधिक सिपलाई सम्मान दिएन, विश्वविद्यालयलाई आधुनिक बनाएन र अनन्त लाखौं युवाले एउटै धारमा उभिन बाध्य भयो। यहाँ त पर्खनु, यहाँ त पलायन हुनु। नेपालको यो कथा केवल बेरोजगारी वा माइग्रेसनको तथ्याङ्कमा सीमित छैन। यो प्रश्न हो, हामी कस्तो देश बन्न चाहन्छौँ? एउटा यस्तो देश जसले आफ्ना युवालाई सिप दिन्छ, अवसर दिन्छ र फर्कने कारण दिन्छ, कि यस्तो देश जो आफ्ना भविष्यका हरेक युवालाई प्रत्येक वर्ष विमानस्थलबाट बिदा गरिरहन्छ? रमेशको प्रमाणपत्र अझै मूल्यवान बन्न सक्छ, तर त्यसको लागि यो पालो शिक्षा प्रणालीले आफ्नै परीक्षा दिनुपर्नेछ र यसपटक नतिजा नेपालको सम्पूर्ण भविष्यले पर्खिरहनेछ।
अर्थात् नेपालको शिक्षा प्रणाली यतिसम्म गहिरो घाउ छ जसले हजारौँ युवालाई विदेशमा लगिरहेको छ र यो कुरा हामी सबैका लागि विडम्बना पनि छ। आशा छ अबको बालेन सरकारले यो प्रणालीलाई तुरुन्तै परिवर्तन गर्नेछ। यो प्रणाली विगतको 2028 सालदेखि जुन शिक्षा ऐन बदलिएको छैन त्यसको पनि विडम्बना हो, किनभने यस्तो आधुनिक युगमा पनि अझै पनि प्राविधिक र व्यावहारिक तालिम जस्ता सिपहरूको नियमित सञ्चालन नहुँदा लाखौँ युवाहरू विदेशिन बाध्य छन्। जसँग न सिप हुन्छ, एउटा प्रमाणपत्र मात्रै हुन्छ। त्यो बीबीएस बीएड जस्ता प्रमाणपत्रहरू समातेर लाखौँ युवाहरू धाउने जुन समस्या छ त्यसको अन्त्य अवश्य हुनेछ। तपाईले बुझ्नुभएको यो जाल यदि तपाईले मन पराउनु भयो भने यो भिडियोलाई लाइक, शेयर र कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सनुहोला। यदि यो भिडियोमा सक्दो सपोर्ट दिनुभयो भने यसको समाधान पनि हामी अर्को भिडियोमा लिएर आउनेछौँ। त्यति बेलासम्मका लागि नमस्कार, धन्यवाद।